उति खुन्से ठर उति छोराको मम्मी हुन्छ खुन्से ते के अरे खुन्से गरे खर्च अरे कहना क्या चाहते हो खर्सु 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 ठन्क्या खर्सु खर्सु अच्छा हेलो गाइस वेलकम टु माय न्यू भ्लग फाइनली गाइस आज म चाहिँ आज सुर्खेत जाने भन्ने मेरो प्लान छ हो पनि सुर्खेत जाने भनेर घरबाट गएको पनि हो तर गाडीसँग कन्ट्याक्टमा गएको तर जाँदाखेरि चाहिँ तल गएर गाडी किन्न गइदिँदाखेरि म चाहिँ फेरि घर आछु अहिले घर आएर चाहिँ गाईलाई माथि जङ्गलमा अब छोड्न जान लाग्छ अनि त्यो नुन हाल्ने प्रोसेसमा हुनुहुन्छ म चाहिँ यसलाई खान्छु सुर्खेत जाने भने गाडी मिल्दैन हाम्रो यस्तो बिगर्छ ट्रेन गाडी अब त्यो कन्ट्याक्टमा भएपछि हो नत्र त मिल्दैन क्या मेरो कन्ट्याक्ट त थिएन त्यही भएर गाडी पनि मिलेन अनि जान त फेरि बिहान अङ्कलले बोलाउनु भयो अनि आउनु म व्यवस्था गर्छु भने गयो तर व्यवस्था भएन कि अर्को गाडीमा जाऊ त भन्नुहुन्थ्यो मान्छे यस्तो प्यागा प्यागा त्यही भएर त्यो गाडीमा भएन अनि भोलि जाँदा अङ्कललाई छोडिरहेको छु अब चाहिँ म अन्तिर चाहिँ माथि यिनीहरू गाई चाहिँ लगाउनु जान लाग्छ गाई लगाउनु चाहिँ कहाँ जान्छ मलाई धेरैमा जाने यहाँबाट धेरै जङ्गल धेरै टाढो छ कि माथि जङ्गल बादल देख्न भा ओ त्यो जङ्गलको त्यता साइड हो लगाउनु जाने गाई जङ्गलमा पनि बवाल भिडियोहरू जाने यस्तो खतरा भिडियो छ हेर्दै जानु यस्तो बवाल भिडियो छ जङ्गलमा खतरा भिडियो छ देख्न सक्नुहुन्छ गाई अहिले चाहिँ हामीले गाईलाई नुन हालिसकेका छौँ गाई चाहिँ नुन खान लाग्छन् यो एउटा उयो यो गाई त लास्ट फटा त गयो जो घाँडा घुँडाली गाई भन्छ नि यसलाई घाँडा गानाले हामीतिर घाँडा भन्छ अब हजुरतिर खै थाहा छैन तर घुँडाली गाई भने लास्टै फटा त भने टेटेन भने आफ्नो एकटा खाना अब खाँदै खाँदैन कहिले यहाँ जान्छ कहिले त्यहाँ जान्छ यस्तो फटा छ हानी आज भने टेट्दैन यस्तो छ अब गाई अब गाई त के गोरु भन्छ मान्छे किन अब गोरुलाई कति के भन्दा बुझ्दैन त्यसले अनि बुझ्दैन अनि अब त्यो बेला चाहिँ ठिक खाएर आयो त बुढो बेला यो बेला त मर्छ होला माथि जङ्गलमा बस्यो भने त्यो गाई लास्टै फर्छ माथि पानी खाना गएको छ एउटा अर्को गाई छ हेर्ने बल्ल के भयो होला नुन खाऊ भने पछि खाने खाँदैन दुइटा सानी बाछी थियो त्यहाँनिर एउटा सानो त्यो बाछी हो अनि एउटा अर्को त्यो अर्को बाछो खोइ त ठुलो एउटा बाछो ऊ त्यहाँ ढुङ्गा पछाडि देख्नुहुन्छ अहिले भइहाल्यो अनि नुन हालिसकेको छौँ अब चाहिँ जान्छौँ हामीहरू नुन किन खाँदैन कि गाईहरू खासमा नुन पानी खाँदै आउँदै गाई तर मलाई खतरा लाग्छ कि महिनामा एकपल्ट हामी चाहिँ डेली नुन खान्छ भने महिनामा एकपल्ट खाएर खुसरी हुन्छ होला भन्छ कि म कन्फ्युज बनाएँ भन्नुपर्छ हेर्नु अब हामी जस्तो सधैँ नुन खान्छौँ कि नै ताजा बिहान सधैँ नुन खान्छौँ गाडी चाहिँ के गर्छौँ भन्दाखेरि हप्ता महिना नि महिनामा हुन्छ नि महिनामा एकपल्ट नुन हालेपछि महिनैभरि पुग्यो कस्तो खतरा लाग्छ मलाई फाइनल्ली गाइस हामी चाहिँ होइन कि अहिले चाहिँ जङ्गलमा प्रवेश भइसकेको छौँ हाम्रो गाउँ तलदेखि उता त्यो बाटो दामी छ नि बाटो यसमा साइकल राइड गर्न यस्तो दामी हुन्छ नि म साइकल रोक्ने एकपल्ट यो साइकल यो काफल त अन्टी यो काफल फरेको छैन नि त नपाइने काफल के यो जङ्गलमा हल्का हल्का काफल पाइन्छ अनि ऊ हेर्नेमा एउटा ऊ भन्ने हुन्छ यो सिद्धान्त भन्ने हुन्छ म तल देखाउँछु कि जे चिज भए पनि लगेर है यो पातीको लगेर ऊ हान्नेमा एउटा ऊ हुन्छ क्या यो ठाउँ छ यो ठाउँलाई सधैँ राख्नुपर्छ जस्तो सुस्तो मान्छे आयो भने राखेर यस्तो राखेर यस्तो पूजापाठ अनि माउली मामा ठाउँ गइरहेको छ यो ट्याक्कै इन्ट्री हुँदाखेरि कि यताबाट उता डाँडा जाँदाखेरि पनि उता डाँडाबाट जाँदाखेरि यो डाँडाको तलदेखि लगेर माथिसम्म छ अनि आइसकेको छौँ यहाँ चाहिँ एउटा अनि यहाँ कतै एउटा भुतादुलो भन्ने चाहिँ कहाँ थियो भुतादुलो क्या भुतादुलो भने जङ्गल खतरा छ देख्न सक्नुहुन्छ अगाडि गाडीहरू सुई हिँड्छ किनकि गाडी हामी सधैँ गाडीले यतै नै लगाउँछौँ कि हामी गाडीहरू सधैँ यतै लगाउनु भएको गाडीले बाटोले अरू हामीलाई थाहा नहोला मलाई थाहा छैन कि खास मलाई यति धेरै यता बस्दैन भन्नाले पनि यता घर त बस्छु तर मान्छेहरू यता त्यति आएन त्यही भएर त मलाई थाहा छैन तर गाडीलाई थाहा छ कि अनि यस्तो जङ्गल फेरि खतरा छ कि सुनसान जङ्गल मान्छे यही जङ्गलमा बिहान फेरि एक्लै अन्डर एक्लै सोध्नु सुनाइदिनु मलाई यस्तो डर लाग्छ यस्तो जङ्गलमा सुनाउँछु एक्लै पुरा डर लाग्छ अब
भरि हुन लाग्यो जङ्गल सबै पलाउन लाग्छ देख्छ यो बाँको भन्ने हो यो बाँको पनि पलाउन लाग्छ रुखहरू हल्का हल्का पलाउन ठुल्ठुला भइरहन् ठुला छन् हल्का हल्का सबै पलाउन लाग्छन् त्यो दालुकोहरू पलाइरहन् त्यसपछि त्यो रुखहरूले पलाए पनि फेरि दामी जङ्गल त अब दामी हुन्छ नि यो चराहरू खत्री कराएर देख्न सक्नुहुन्छ चराहरूको आवाज पनि खतरा आइरहेको छ जङ्गल पनि यस्तो छ फेरि जङ्गलमा सोत्तर भन्ने कुरा केही पनि छैन पात पतङ्ग केही पनि छैन किनकि सबै भइसक्यो मान्छे लगेर बसिसक्यो नि त्यति बेला पहिला हामी पहिला बच्चा हुनेसम्म बच्चा बेलामा बोट जाँदाखेरि यस्तो मजा नाच्ने यस्तो हामीहरू पुरै चढी मार्ने गुलिया ल्याउने चढी मार्ने अनि मलाई सुरुमा यस्तो डर लाग्छ हिँड्न पनि यस्तो डर लाग्छ एक्लै एक्लै त कहिले हिँड्ने आजसम्म दुईवटा पनि यस्तो डर लाग्ने अनि ढुङ्गो छ यो ढुङ्गो अन्टी कहाँनिर सरी भूत दुलो भन्नु त हो यही ढुङ्गा मुनि छ कि भूतको दुलो भन्ने हाम्रो सिद्धान्त है तर हाम्रो मामाले भन्नुहुन्थ्यो क्या यहाँ भूत अनि हाम्रो कान्छामा के भन्नुहुन्थ्यो यहाँ भान्ज यहाँ अनि भूत अनि घरला लाग्यो अनि पुरै ढुङ्गा प्याट गर्छ भन्नुहुन्थ्यो कमेन्ट त भन्नुहुन्थ्यो यहाँ घरला भनेर अनि भन्नु थियो मान्छेबाट भूत घरला लाग्यो भने ढुङ्गा एक्लैजना ढुङ्गा पहिले पट्या गर्छ सधैँ अनि जङ्गल त खतरा छ यो अनि यो जङ्गल यसो हुनु कारण यो जङ्गल यो कहिले पनि काट्दैन नि यो जङ्गल के काट्छ नि त कति बेला काट्छ नि त यो घाँसहरू चाहिँ काट्दैन यो जङ्गल घाँसहरू त काट्दैन भने यो काट्दैन कि यो पुरै नखानेवाला होइन र यो जङ्गल छोरा यो कहिले काट्छ एकछिन म कस्तो तसाइ हुन्छ धनै रोड जानु यो कहिले काट्दैन किनकि यो जङ्गल यो रुख राख्यो कि हाम्रो वहाँ पुग्छ हाम्रो हामीले डाँडा चाहिँ तल छ नि त्यस्तै राखेको जङ्गल हो क्या अनि बाँको देख्नु सेम टु सेम सर्प जस्तै छ क्या यो सेम टु सेम सर्प जस्तै हो सेम टु सेम सर्प जस्तै हुन्छ अहिले जङ्गल आइसकेको छ खतरा जङ्गल हाम्रो गाउँको जङ्गल त अब देखाउनु पाइनँ तर त्यो चाहिँ मामा घरको जङ्गल भनौँ मामा गाउँतिरको जङ्गल चाहिँ हो यो खतरा हुन्छ जङ्गल ओ के च्याउ गर बाटो फेरि दामी छ नि साइक्लिङको लागि यस्तो दामी बाटो छ नि देख्नुहुन्छ खतरा अलिकति सोत्तर भएर साइकलको टायरहरू चिप्लिने क्रम हुन्छ अनि नत्र त यस्तो दामी छ कि साइक्लिङको लागि बाटो हाम्रोतिर त्यो बेस्ट चाहिँ यही होला क्या माथि खोरियादेखि छ उयो डाँडासम्म बाटो पहिला के गरेर भने रोजगारीबाट एकपटक 3 महिना काम गर्ने कति 90,000 कति पैसा लगेर थियो त्यति बेला गरे माथि यस्तो बेस्ट बाटो छ नि साइक्लिङको लागि दामी बाटो छ नि बाटो पनि साइकलमा टक्क माथिको तल्लो दामी टोइल छ नेचुरल टोइल भनौँ कि दामी छ नि बनाएको त झन् दामी तर नबनाएको यस्तै नबनाएको नेचुरल तरिकाको टोइल हो तर बनाएको झन् यस्तो दामी टोइल हुन्छ नि यो के रुख पनि यत्रो छ यो के रुख मान्छे पनि आउँछन् जङ्गल के चरा बाँडिरहन्छ के गरेर खतरा बाँको मात्रै मान्छे कि जताको त्यो बाँकै मात्रै बाँको सकेर जताको चाहिँ हाम्रो गाई हाल्न यो गाईले चाहिँ अलिक बाटोमा दुःख दिएको थियो बल्लले हिँड्न सकेको थिएन किनकि यो धेरै बुढो भइसकेको छ त्यसैले एउटा सानो बाछी छ क्या बिचमा त्यो सेतो सानो बाछा छ यो बाछा पनि यो बाछा पनि दामी छ माया पनि लाग्यो यसको अब यिनीहरू कहिले भेटिन्छन् गरे अब सिधै असोज भने पछि खोज्न आउने बिचमा खोज्न आउने अनि मान्छे फेरि माथि लोड्नुपर्छ सिधै तल पुग्छ कि तल चोर छ नि ढ्यानीमा अलि चोर टाइपको माथि सिधै भिरालो भयो कि माथि हेर्नु माथि त पुरा भिरालो छ अनि भइहाल्यो खतरा छ रोड त्यहाँसम्म हानिसकेको छ भन्ने धारा भेटिन्छ यो धारा चाहिँ के भन्दाखेरि पहिला गाँजाको बाढी हुन्थ्यो अरे त्यही पता त्यहाँ भाँगा हाम्रो गाउँको भाँगा हुन्छ त्यो भाँगाको बाढी हुन्थ्यो अरे त्यही पता त्यहाँ चिसो पानी पनि मान्छे केटा हात चिसो पानी त्यही पता अनि त्यसलाई
अनि त्यो क्या फरन भन्ने चिज फरन भन्ने पत्रेर हुन्छ त्यस्तो दामी लाग्छ दामी लाग्छ त्यही मरम सधैँ त्यही खुन्दा थियो यता गोर्खा जाँदाखेरि हाम्रो गोर्खा माथि हुन्थ्यो माथि माथि हुन्थ्यो देख्दैन ल त्यही आज गाई चाहिँ हामी गोर्खामा लगेर लो फाइनली गाई भयो क्या अहिले चाहिँ अब चाहिँ हामी गाई साई लगाइसकेका छौँ गाईलाई यही जङ्गलमा छोड्ने हो हामी चाहिँ अब कता जान्छौँ भनेपछि बोट चाहिँ यही हो सानो सानो बोट चाहिँ छ यही हो जुम्लिकाको बोट चाहिँ यही हो तर काफल भने बित्तिकै यो घरको गाडा काफल भन्ने आउँछ त्यो मात्र पाकेर चाहिँ जुम्लिकाको त झन् हामी सानो अनि पानी पर्ला जस्तो भयो छिटो जाम है पानी पर्ला जस्तो भए छिटो जाम मैले भन्थेँ है अनि अब चाहिँ हामी चाहिँ माथि जान्छौँ क्या खोज्न त्यहाँ रोड बनाइराख्नु कि माथि रोडबाट खोज्दा यहाँबाट जुम्ला यो जाजरकोटबाट जुम्ला जाने रोड बनाएर यस्तो फुलहरू कस्तो दामी फुलहरू फुले है जाम फुले अनि जुम्ला यहाँबाट चाहिँ जुम्ला रोड बनाएर त्यो डोजरले ब्रेकहरू हान्दा यहाँबाट डोजर चाहिँ देख्नु होला आसन त्यो पुरानो पर्सन के डोजर हो त्यसले ब्रेकहरू हाने यहाँबाट चाहिँ जुम्ला जाने रोड पुरा दालको भन्छ दालकाको बाडी मात्र छ पछि मान्छे यस्तो टन्नै मान्छे काट्न नसक्ने यो दालको खतरा छ दालकाको बाडी छ अनि हाम्रो च्याउ कता जाने सिधै माथि खोरातिर जाने गोठतिर अनि गाईलाई पनि लगेर खासमा गोठमा लगेर राखिदियो गाई दामी यहाँबाट गएर गोठतिर जानु किन जान त लाग्छ गाईहरू पहिला कस्तो गोठ थियो कि के हो अब त सधैँ माथि नै हुन्छ झाडी नै झाडी छ त्यो जता जुन काबल गन्डी खासमा पाक्छन् कहिले के यति छिटो पाइजान्छ हामीले एकदिन असार मासमा यत्रै भेटाएको थियो यत्रै हामी होइन कि गाडी पहिला यो खोलामा यस्तो भ्यागुत्ता मारिखान्छ कि भ्यागुत्ताहरू यस्तो मरमा मिलेर भ्यागुत्ता मारेर दुईटा खुट्टा मात्र हो यस्तो दामी मिठो यस्तो भ्याएको थाहा पुरा मधुर मलाई त एकदम त्यस्तो एक खोलामा पछि यस्तो पानी चिसो हुन्छ नि पुरै अहिलेसम्म चाहिँ हामीहरू यहीँ बसेको थियौँ अब चाहिँ यसो मात्र छ यो अन्डे पुरा यस्तो गरी जङ्गल फाडाको ल्यो खास भने त पुरा जङ्गल फाड्दै फाड्न पनि यत्रो टाइम बस्छ भने च्याउ कता थाहा छैन र गाईहरू जङ्गलमा आइसकेको छ च्याउ खोज्नको लागि पानी परे खासमा च्याउ धेरै गाईहरू च्याउ फाइनली च्याउ भेटिसकेको छ तर ठुलो च्याउ होइन सानो च्याउ भेटिसक्यो हेर्नु देख्नु सक्नुहुन्छ च्याउ सानो भन्छ के अरे ठिकै छ च्याउ यत्रो छ छिटो मेरो भिडियो पनि राखेँ एक तल थिएन तल टुवा फर्काइ थिएन यो साइड मान्छे त सार्नुपर्छ त गएपछि भेटिन्छ कि क्या
ठुलै भेटाउनु त भेटा एउटै मात्र रहेछ ठुलो एउटा क्या हो त जाउँदो पनि फल्ने भइदियो बा फल्ने नै उम्रिने भइदियो मजा हुने कि क्या त अस्ति उम्रियो अन्त खास मान्छे सबै खाइ लग्थ्यो कि क्या सबै गरेर च्याउको तरकारी मात्र खान्थ्यो अनि मतलब खान्थ्यो कि बेलामा घर पनि ए रुखबाट च्याउ भरिदिया भए त यस्तो मजा आउने अब त मान्छे यस्तो रुखमा बढी हेर्छन् कि साइडमा हेर्दैन ज्यादा किन कलर यो फरक भइहाल्छ त नि राई पाया सबले टिपटाप गरे त्यहाँ बाबे कस्ता पलाएर छ नि यस्ता सबको लगिरहेको रहेछ दामी पलाएर छ त्यहाँहरू फ्रिबु मात्र छ क्या ठुसा मात्र ठुसा भन्छ यो 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 त होइन नि मात्र छ सिरी मात्र छ नि सब हेर्नुको लागि सर कस्तो पला रहेकोले टिप्दैछ त्यहाँ पुरै टिभी लग्दैछ
चप्पल लास्ट त्यही रहन्छ के मेरो चप्पल अहिले म लोटे भने पछि यो नि मोबाइलमा मैले फाइनल गाइज है कि हामी अब घर फर्किन लागिसकेका छौँ जङ्गलबाट गाईहरू गएर पनि च्याउ अनि च्याउ देखाइदिनु न त च्याउ यो लेखामा छ खर्छु हजुर खै के पनि इजा के गरे कट्ठा च्याउ गरे कट्ठा हो कट्ठा इनको नाम कट्ठा च्याउ देख्नु सुन्नु कट्ठा च्याउ अन्जु तपाईँ कट्ठा च्याउ क्या भयो खै कति जोडा दे हेलो गाइज होइन कि हामी घरबाट के अरे माथि घर पुग्ने भनेर नि माउतको बाटोमा पुगेको थियौँ पानी परेर अब यहाँबाट घर जाँदै 2-3 मिनटको बाटो छ
उताबाट खतरा पानी आएको छ देख्छौँ उताबाट यस्तो पानी आएको छ मोबाइलमा पनि पढेको छ मेरो हल्का हल्का अरू अब जस रमाइलो भयो च्याउ पनि खोज्यो गाई पनि लगायो जुम्ली काफल खाइयो अलिअलि त्यो जङ्गल पनि हेरियो पुरा कुर्तिर पनि सिस्नोहरू हेरिदियो कस्तो जे होस् राम्रै भयो आजको ब्लग चाहिँ यहीँ हिँड्छु ओके